आइपुग्यो नि यार हैन यहाँनिर चाहिँ त्यहाँबाट आएको घुम्न जाने हो हजुर आइपुग्यो नि यार राति 10 बजिसक्यो आउँदा आउँदा 10 बजीतिर आइपुगेर यसो लेकतिर घुम्न गइरहेछौँ ल आज अब भन तिमी हरायो कि हराएनौ अब चाहिँ अलिअलि याद आएको जस्तो छ गजनी त गजनी अब कहिले आएको अनि त्यो पनि लाइक हानौ न हानौ के छ र I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this. क्या जानी जानी मुक्तिनाथ होइन याद अब मुक्तिनाथको हाम्रो हुँदैछ होइन अब यहाँ हामी अहिले 6 बजीतिर निस्केछौँ हेरौँ कति बजी पुग्छ अब माथि केटाहरू राइडर छ म चाहिँ अलिक स्लो हुन्छु अब त तपाईँ चाहिँ फास्ट हुन्छ नि अफरोड हुन्छ गलेश्वर मन्दिर गलेश्वर एउटै ढुङ्गामा छ क्या सबै सिङ्गै एउटा ढुङ्गामा छ क्या पानीदेखि अब हामी चाहिँ आइपुग्न लाग्यो भने त परको डाँडा भने नि त केटा हो यतिमै हो यतिमै ढलिसक्यो त केटो त अब हामी एक सेटभन्दा बढिसक्यो आइसक्यो कि उस गरौँ न केटा आएको पनि यस्तो भिडियो खिच्नु मुक्तिनाथले मिलाइदियो हो त मिलेछ त केटा ए ल दाइको कपाल मिल्यो है यहीँको हावाले बिगाएर थिएँ यहीँको हावाले मिल्यो होइन अब भिडियो खिच्यो कि फोटो खिच्यो ल हामी चाहिँ अब मन्दिर पुग्न लाग्यो गेटसम्म आइपुग्यौँ ल फाइनल्ली आइपुग्यौँ हामी बेनीबाट 2.5 घन्टा 2.5 घन्टामा आइपुग्यो दर्शन गर्न आइपुगेका छौँ हामी
आनन्द आयो ओ जलजले पार्टी ओ जलजले पार्टीहरू अहिले बुद्ध भगवानको दर्शन गर्न आएका छौँ हामी बुद्ध पार्क के भन्छ जलजलीहरू हामी आज यतापट्टि होइन त्यहाँ मुक्तिनाथको दर्शन गरेर अहिले हामी यता बुद्ध पार्क यहीँनिर मुक्तिनाथको अपोजिट साइडमा यतापट्टि छ हामी यहाँ बुद्धकोमा होइन दर्शन गर्न आएको छौँ अन्त जलजले मुक्तिनाथको पानी यही डाँडाबाट मुक्तिनाथको पानी झरिन्छ यताको डाँडा हो अरे है ल यो डाँडा है यो सुक्खा डाँडाबाट योभन्दा पछाडि होला नि त पानी चाहिँ एकदम कुल छ एकदम फ्रेस भयो आजको दिन हामी लास्टै फ्रेस धेरै फ्रेस भएको छ नि होइन त केटा हो जलजले हो के छ त खै हाम्रो एकजना जलजले यहाँ फ्रेस भएर जिउको थकान सब छाक्दा खा पनि आज हेर्नु आज के हिजोदेखि केही खान्छ नि केटाहरूले